हेलो साथीहरू, आज चाहिँ हामी डगहरूलाई जुकाको औषधि खुवाउन गइरहेछौँ र यो जुकाको औषधि हो यो जुकाको औषधि हो होइन? अनि भाइले पल्टै-पल्टै देखाइरहेछ। अब म चाहिँ खोल्न गइरहेको छु जुकाको औषधि। कसरी खुवाउने भन्ने हो। त्यो चाहिँ पिठो जस्तो देख्नुभएको होला, त्यो पिठो चाहिँ होइन है। र मैले दबाई खोलेँ, त्यो चाहिँ हो मफिन्स र बिस्कुट चाहिँ मैले पानी हालेर अलिक गिलो-गिलो बनाउने अनि त्यसरी दबाई हालेर पोको पार्ने। यिनीहरूलाई मफिन्स र बिस्कुट एकदम मनपर्छ। अनि दबाई खुवाउन अलिकति कोच्याएर खुवाउनुपर्छ। अब कोच्याएको चाहिँ जबरजस्ती के खुवाउनु भनेर यसरी गरेको हामीले। अनि ल यो हाम्रो चाहिँ यही हो ढुवाखोले मैले यो मेरो संरक्षक हो। यो राजु अनि यो जुली के हो त त्यो चाहिँ काली ठुस्केर बसेछ यो डल्ले हो। अनि डल्ले खायो अनि यो कालेले पनि खायो मजाले खान्छ यसले दबाई। यो चाहिँ लालचु हो, लालचु अलि लालचु नै छ। त्यस पछाडि डल्ले चाहिँ मलाई अझै दे भन्दै आइरहेछ यो चाहिँ खैरी हो। यसलाई चाहिँ अलिक थाहा भयो जस्तो छ।